हामीको ब्लगमा स्वागत छ। हो मम्मा छोरा टाइम हो र मम्मा छोरा दुईजना मिलेर आज हामी छोराको भ्याक्सिनको लागि जाँदैछौँ। आज सानुलाई चाहिँ मेजल्स र फ्लूको भ्याक्सिनको लागि हामी एनएचएस सेन्टर जाँदैछौँ। र एनएचएस जानको लागि हामीले सुरुमा अपोइन्टमेन्ट बुक गर्नुपर्ने हुन्छ र त्यस पछाडि हामीलाई एउटा रेड बुक पोस्ट अफिसबाट हाम्रो एड्रेसमा रेड बुक आउँछ। त्यस पछाडि रेड बुक लगेर र नेपालमा हामीले लगाएको खोपको डिटेल जानकारी लगेर चाहिँ जानुपर्ने हुन्छ। र हामी एनएचएसमा पुग्यौँ। सानु अगाडि अगाडि जाँदै हुनुहुन्छ। ढोका खोल्यो। अब मम्माले प्रेस गर्नुहुन्छ बटन प्रेस गरे, ढोका खुल्यो र हामी छिर्यौँ एनएचएस सेन्टरभित्र। र हाम्रो एनएचएस सेन्टर आज खाली थियो किनकि आज स्याटरडे थियो र म एनएचएसमा अपोइन्टमेन्ट कन्फर्म गर्न गएँ र मैले अपोइन्टमेन्ट कन्फर्म गरिसके पछाडि चाहिँ उहाँले पेपर दिनुभयो र त्यो पछाडि चाहिँ हाम्रो पेसेन्ट मिस्टर असोधाङ नेम्माङ र उहाँको डाक्टरको नाम मेन्सन भयो, जसमा चाहिँ डाक्टर रुम नम्बर 6 मा हुनुहुन्थ्यो। र हामी रेड बुक लगेर सानु र म चाहिँ छिर्यौँ 6 नम्बर रुमतर्फ। र हामी चेक गर्दै गर्दै जाँदैथ्यौँ। हाम्रो रुम अझै आइसकेको थिएन। रुम नम्बर 6 चाहिँ कर्नरमा थियो। हामी लगभग पुग्न आँट्यौँ। आमा छोरा पुग्यौँ। हामीले त्यस पछाडि नक गऱ्यौँ र डाक्टरलाई हामीले पर्मिसन माग्यौँ। हामी अगाडि छिर्यौँ र त्यस पछाडि सानुको भ्याक्सिन पनि भयो। सानु अलिकति स्याड हुनुहुन्थ्यो। सानुलाई चाहिँ भ्याक्सिन लगाउँदाखेरि अलिकति पेन भएको थियो है। कति पेन भएको थियो छोरो? अलिकति मात्रै भएको थियो। अनि सानुले त्यस पछाडि सानुलाई चाहिँ डाक्टरले गुड बोयको स्टिकर दिनुभयो र सानु र म ह्याप्पी हुँदै कहाँ आयौँ? आइसक्रिम किन्न। यस, हामीले मम्माले सानुलाई प्रमिस गर्नुभएको थियो के किनिदिने भनेर? आइसक्रिम। यस। अब हामी कहाँ जाँदैछौँ सानु? आइसक्रिम